हेलो स्टुडेन्ट्स, यदि हामीलाई sin 4x - 5 को डेरिभेटिभ गर्नुपर्ने छ भने हामी कसरी गर्न सक्छौं त? सुरुमा लेट हामी के गरौँ, y भनेको sin 4x - 5 मानिलियौं। अब हामी लेख्छौं डिफरेन्शिएटिङ बोथ साइड्स विथ रेस्पेक्ट टु x। हामी बोथ साइड केले डिफरेन्शिएट गरिदिन्छौं, x ले। भनेपछि यहाँ के भयो, dy/dx हाम्रो यहाँ के भयो, d sin 4x - 5 डिभाइड बाई dx। अब हामीले यहाँ के गर्न सक्छौं भन्दाखेरि sin 4x - 5 छ भनेपछि हामीले यहाँ मुनि पनि के गर्नु पर्यो त, sin 4x - 5 लेख्नु पर्यो। अथवा यहाँ sin छँदैछ, भित्रको एंगलको 4x - 5 चाहियो भने हामीले मुनि के गर्न सक्छौं, d 4x - 5 लेख्न सक्छौं। र त्यसलाई काट्नको लागि यसलाई फेरि यहाँ त्यसलाई रिपिट गर्दिन्छौं, d 4x - 5 डिभाइड बाई dx। अब हामीले हेर्यौं भने हामीले के थाहा हुनुपर्छ भन्दाखेरि sin x को डेरिभेटिभ के हुन्छ त, cos x। यो हामीले याद राख्नु पर्यो। अब भनेपछि यो हाम्रो यो भित्रको त x भनेको यो एंगल जस्तै हो, यो पुरै भनेपछि हाम्रो यहाँ के आउँछ, cos 4x - 5 इन्टु। अब यसलाई के गर्न सक्छौं भन्दाखेरि यो सुरुको छुटा छुटा डेरिभेटिभ गर्न सक्छौं। यो 4 बाहिर गयो, dx/dx भयो, माइनस यो d5 बाई के भयो त, dx भयो। अब हाम्रो यो cos 4x - 5 जस्ताको तस्तै छ, इन्टु यो dx काट्यो भनौं, अथवा यसको डेरिभेटिभ 1 हुन्छ भनौं, इन्टु 4 माइनस कन्स्ट्यान्टको डेरिभेटिभ 0 है। काट्न त मिल्दैन, अब यसको डेरिभेटिभ कति हुन्छ, 1। अब यो 4 माइनस 0 भनेको 4 नै भयो। अगाडि 4 लेख्दियौं, 4 cos 4x - 5। यसरी हामी के गर्न सक्छौं त, sin 4x - 5 को डेरिभेटिभ गर्न सक्छौं। भनेपछि यहाँ जुनै पनि एंगल आए पनि जेनरली हामीले त्यसलाई यो सिम्पल मेथडबाट निकाल्न सक्छौं।